तीनवटा शून्यबाट हात्ती बनाउने एकदमै सजिलो तरिका र यो तरिकाबाट तपाईहरुका छोराछोरीहरु पनि सिक्न सकिनेछ। त्यही भएर यस्तो तरिकाबाट सिक्न लगाउनु र सिकाउनु एकदमै सजिलो तरिका छन्। यो तीनवटा शून्य बनाउने अनि त्यसपछि यो मैले बनाए जस्तै हैन यो तीनवटा शून्यबाट एकदमै सजिलो तरिकामा हात्ती बनिनेछ है। अनि त्यो हात्तीको चित्र देखेर तपाईका छोराछोरीहरुले पनि यस्तै चित्र बनाउन सकिन्छ होला। यो मेरो भरोसा र विश्वास पनि हुन्, किनभने हेरेर मान्छे धेरै थोक सिक्न सकिन्छ। त्यही भएर तपाईहरु आफ्नो छोराछोरीलाई पनि यो देखाउनु र अन्तमा यो कुरा गर्दा गर्दै यो भिडियो पनि बनेर सकिन आट्यो र सक्यो। तपाईहरु प्लिज यो भिडियोलाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब जुन जहाँ देखिरहनु भएको छ उहाँबाट गरिदिनु होला। धेरै धेरै धन्यवाद तपाईहरुलाई यो भिडियो पुरै हेरिदिनु भएकोमा।